अब नेपालमा सरकारले धेरै ठाउँमा स्वास्थ्य बिमाको सुविधा दिएको छ। यो चाहिँ सबैजनालाई थाहा होला है। केही साथीहरूलाई यदि चाहिँ हैन यो स्वास्थ्य बिमा गराउनुपर्छ या चाहिँ आफ्नो जीवन बिमाहरू गराउनुपर्छ भनेर चाहिँ भन्ने हो भने उहाँहरूले ल चाहिँ हामी त बिमारै भइदैन ह्यान त्यान भन्न लाग्नुहुन्छ। समय चाहिँ कति बेला कसको कस्तो आउँछ भन्ने कुरा थाहा हुँदैन र तपाईले जतिसुकै राम्रोसँग पैसा कमाए पनि जम्मा गरे पनि यदि तपाईँ या चाहिँ तपाईको परिवारका कुनै पनि सदस्यहरू यदि चाहिँ बिमार हुनुहुन्छ र त्यस्तो केही क्रिटिकल समस्या नै यदि पर्छ भने भगवान गरून् त्यस्तो चाहिँ नहोस्। फेरि पनि यसो बाई चान्स त्यस्तो चाहिँ भयो भने तपाईले कमाएको सम्पत्ति र तपाईले कमाएको त्यो पैसा कति बेला चाहिँ त्यो सकिन्छ थाहै हुँदैन कि। अब बिमा मान्छेले चाहिँ गराए त्यो भविष्यको लागि हो, त्यसले 10 वर्ष 12 वर्ष 15 वर्ष पछि काम गर्छ। तर त्यसमा पनि रिस्क कभरहरू हुन्छ। तपाईँ बिमार हुँदाखेरि केही क्रिटिकल डिसिज हुँदाखेरि हैन बिमारी हुँदाखेरि त्यसले एकदमै काम गर्छ। र तपाईले यदि चाहनुहुन्छ कि नर्मल अब सानोतिनो केही बिमारी हुँदा पनि अब एकपटक हस्पिटल जाने भने 12-15 हजार 20 हजार रुपैयाँ चाहिँ नर्मली लाग्छ, त्यो अमाउन्ट नलाओस् त नि भनेर यदि चाहनुहुन्छ भने तपाईले चाहिँ नेपाल सरकारको मान्यताबाट आएको स्वास्थ्य बिमा त्यो चाहिँ गराउन चाहिँ नभुल्नु होला। अब धेरै अमाउन्ट पनि होइन, त्यो चाहिँ तपाईको 3500 मा परिवारको 5 जना 6 जनाको मेरो ख्यालमा त्यो बिमा हुन्छ। यदि तपाईहरुले चाहिँ त्यो गराउनु भयो भने भोलि बिहान चाहिँ तपाईहरुलाई त्यस्तो केही भयो भने परिहाल्यो भने काम गर्न सक्छ। यदि हैन ठिक छ परिवारको कुनै पनि सदस्य बिमार हुनु भएन केही भएन भने पनि 40 वर्षदेखि माथिको व्यक्तिहरूले हरेक 6 महिनामा आफ्नो चाहिँ स्वास्थ्यको नियमित जाँच चेक जाँच गराउनुपर्छ भन्ने चाहिँ अब एउटा तथ्यले चाहिँ भन्छ है। 40 वर्षपछि धेरै कुराहरू परिवर्तन हुन्छन्। जो साथीहरू भर्खरै 35-30 बाट चाहिँ अब 36-37-38 हुँदै 40 तिर लाग्नुभयो, 40 क्रस गरिसक्नुभयो, उहाँहरूले चाहिँ आफ्नो शारीरिक कुराहरूमा स्वास्थ्यको कुराहरूमा धेरै कुरा चाहिँ महसुस गरेको हुनुहुन्छ। किनभने त्यो कुरा चाहिँ मैले पनि महसुस गरिसकेको छु। सो त्यही भएर तपाईहरुले स्वास्थ्य बिमा चाहिँ गराउनु होला। स्वास्थ्य बिमा गराउनलाई तपाईले कहीँ त्यति टाढा जानु पर्दैन, नजिकैको स्वास्थ्य चौकीहरुमा जानुस्, त्यहाँबाट पनि तपाईले त्यसको जानकारी मिल्छ, नभए त्यहीँबाट पनि होला है। अब ओडाका जुन हेल्थ पोस्टहरू हुन्छन् त्यहाँबाट पनि तपाईले जानकारी मिल्छ। जस्तै यदि चाहिँ हाम्रो चाहिँ बुटोलतिर हो भन्ने हो भने त्यहाँ चाहिँ अहिले अब एकदमै ठुलो हस्पिटल बन्दैछ भन्न पनि समाचार आइरहेका छन् हैन। हरेक ठाउँमा त्यो सुविधाहरू छ, वडामा सुविधा छ, हरेक पालिकाहरूमा सुविधा छ। तपाईलाई त्यहाँ सन्चो भएन भने त्यसले चाहिँ त्यहाँबाट चाहिँ रेफर गरेर अलि चाहिँ परको चाहिँ हस्पिटलमा जहाँ चाहिँ अलि राम्रो क्वालिटीको चाहिँ चेक जाँच हुन्छ उतातिर रिफर गरिदिन्छन् हैन। सो त्यही भएको भएर यदि तपाईले स्वास्थ्य बिमाहरू गराउनु भएको छैन र तपाईको एरियामा त्यो स्वास्थ्य बिमाको सुविधा छ भने त्यसले चाहिँ गराउन चाहिँ नभुल्नु होला है। कसैले पनि एकदमै गराउन चाहिँ एकदमै आवश्यकता छ। स्वास्थ्य नै ठुलो धन हो भनेर चाहिँ मैले भन्छु। सो भिडियो चाहिँ तपाईलाई कस्तो लाग्छ? ज्ञान गुणका कुरा यस्तै हुन् है। अब केही कुराहरू तपाईलाई थाहा भएको कुराहरू यता चाहिँ कमेन्टतिर सेयर गरिदिनुस्, मैले जानकारी लिन्छु र त्यसबाट पनि केही बताउन मिल्ने या चाहिँ आम जनताहरूको लागि यदि फाइदेमन्द कुराहरू केही छ भने त्योबाट पनि मैले भिडियो बनाएर पोस्ट गर्न सक्छु। सो तपाईहरुले चाहिँ यो काम पहिलो प्राथमिकतामा राखेर गर्नुहुनेछ भन्ने पूर्ण आशा लिएको छु।